हामीले चाहिँ राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा आफ्नो प्यान कार्ड सजिलै बनाउन सकिन्छ। त्यो प्यान कार्ड चाहिँ राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा के कसरी बनाउन सकिन्छ भन्ने बारे जानकारी दिन गइरहेको छु। साथीहरू भिडियोलाई हेर्दै गर्नुहोला। सबैभन्दा पहिले त गुगल क्रोम ओपन गर्नुहोस् र ओपन गरिसकेपछि चाहिँ त्यहाँ सर्च गर्नुहोस् आइआरडी सर्च गरिसकेपछि चाहिँ आन्तरिक राजस्व विभागको वेबसाइट आउनेछ। त्यसमा क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस देखिनेछ, वेबसाइट खुल्नेछ आन्तरिक राजस्व विभागको। यो चाहिँ खुलिरहेको छ चाहिँ नेट स्लो छ, त्यही भएर अलि टाइम लागिरहेछ। यसलाई चाहिँ नेपालीमा छ। अब यसलाई चाहिँ इङ्ग्लिस भन्ने ट्याबमा क्लिक गरौँ। इङ्ग्लिसमा क्लिक गरौँ। इङ्ग्लिसमा क्लिक गरेपछि किनभने हामीलाई बुझ्न सजिलो हुन्छ अलिक नेपालीभन्दा, त्यही भएर है क्लिक गरिसकेपछि चाहिँ इङ्ग्लिस इन्टरफेस देखिनेछ। यस्तो खालको सबै इङ्ग्लिसमै देखिनेछ। इङ्ग्लिस इन्टरफेस आइसकेपछि हामीले चाहिँ ट्याक्स पोर्टल भन्ने यो ट्याक्स पोर्टलमा क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस देखिनेछ है। त्यसपछि चाहिँ हजुरले चाहिँ प्यान नम्बर बनाउनु पर्ने हुन्छ, रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। त्यसैले रजिस्ट्रेसनमा क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि चाहिँ एप्लिकेसन्स फर पिपिएएन रजिस्ट्रेसनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस देखाउनेछ। इन्टर मोबाइल नम्बर भनेको छ, त्यही भने यदि तपाईँसँग राष्ट्रिय परिचय पत्र एनआइडी छ भने स्थायी लेखा नम्बर प्यान जारी गर्न एनआइडी प्रणालीमा दर्ता गरिएको मोबाइल नम्बर प्रविष्ट गर्नुहोस् भनेको छ। यसमा चाहिँ हजुरले राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि कुन चाहिँ नम्बर हाल्नुभएको थियो त्यो नम्बरलाई चाहिँ यहाँ इन्टर गर्नुहोस्। यसमा हाल्नुहोस् र यहाँ दिएको क्याप्चा भनेको यहाँ जे देखिएको छ त्यो चाहिँ हालेर कन्टिन्यू गर्नुहोस् है। यदि बुझ्नु भएको छैन भने यसमा क्लिक गर्न सक्नुहुनेछ, क्याप्चा अर्को आउनेछ। कन्टिन्यूमा क्लिक गर्नुहोस्। आफ्नो मोबाइल नम्बर हाल्नुहोस्, जुन राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि हाल्नुभएको छ त्यो नम्बर हाल्नु पर्यो है। त्यसपछि चाहिँ क्याप्चा हाल्नुहोस् र कन्टिन्यूमा क्लिक गर्नुहोस्। त्यसपछि चाहिँ हजुरको मोबाइलमा ओटिपी आउँछ। त्यो ओटिपी चाहिँ त्यसमा हालेर फेरि पनि कन्टिन्यू गर्नुहोस् र कन्टिन्यू गरिसकेपछि एउटा इन्टरफेस आउँछ जुन आन्तरिक राजस्व कार्यालय छान्नुपर्ने हुन्छ। आफ्नो एरियामा रहेको, आफ्नो नजिक हुने, आफ्नो पाएक पर्ने नजिकै भएको आन्तरिक राजस्व कार्यालय छान्न सक्नुहुनेछ। र त्यसपछि चाहिँ तल अर्कोमा राष्ट्रिय परिचय पत्र नम्बर, आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर चाहिँ हालेर कन्टिन्यू गर्नुहोस् र तपाईँ जुन आन्तरिक राजस्व कार्यालय छान्नुभएको छ त्यसैको नाम लेखेर के तपाईँ यो फलानु आन्तरिक राजस्व कार्यालयमा प्यान नम्बर दर्ता गर्न चाहनुहुन्छ भन्छ याद गर्नुहोस् र त्यसपछि याद गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस आउनेछ हजुरहरूकोमा यस्तो खालको इन्टरफेस आउनेछ। यसरी एनआइडीबाट राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा हजुरको राष्ट्रिय परिचय पत्रमा भएको डिटेलहरू यहाँ आउनेछ। पर्सनल डिटेल हेर्न सक्नुहुनेछ। के भर्नुपर्ने हो, के भर्नुपर्ने आवश्यक छ, हल्का भर्नुपर्छ, त्यसमा चाहिँ भर्नुहोस् र एड्रेस पनि त्यसै गरी भर्न सक्नुहुन्छ। र डकुमेन्ट चाहिँ अब आफ्नो नाइटाको डिटेल अलरेडी फिलअप भएको हुन्छ। अनि रिलेटिभ्स भनेको छ चाहिँ आफ्नो बुवा आमाको अनि बाजेको डिटेलहरू भर्नु पर्यो। फोन नम्बर छ, फोन नम्बर राख्नु पर्यो। नागरिकता नम्बर पनि राख्नु पर्यो। छ भनेपछि बुवा आमाकै अनि बाजेको पनि राख्नु पर्यो। छ भनेपछि अनि फाइनान्स इन्फर्मेसन चाहिँ अब
हजुरको चाहिँ हजुरलाई इम्प्लोइ हुनुहुन्छ भने इम्प्लोइ छान्नुहोस्, या त केही नछान्दा पनि हुन्छ। यहाँ चाहिँ ब्याङ्क अकाउन्ट छ भने राख्नु, छैन भने नराख्दा पनि हुन्छ। अनि फेरि पनि नेक्स्ट गर्नुहोस् र नेक्स्ट गरिसकेपछि चाहिँ प्रिभ्यू एन्ड सबमिट भनेको चाहिँ यो अप्सनमा गइसकेपछि त्यहाँ चाहिँ फेरि पनि हेर्नुहोस्, आफ्नो डिटेललाई फेरि पनि चेक गर्नुहोस्, कतै मिस्टेक त भएको छैन भनेर चेक गर्न सक्नुहुन्छ। यदि मिस्टेक भएको छ भनेपछि पुनः ब्याक गएर केमा मिस्टेक भएको छ त्यसैमा गएर एडिट गर्न सक्नुहुनेछ। यदि छैन भनेपछि बटममा गएर चाहिँ चेकबक्समा टिक मार्क लगाएर सबमिटमा क्लिक गर्न सक्नुहुन्छ। सबमिटमा क्लिक गरिसकेपछि चाहिँ हजुरले जुन त्यो प्यान नम्बरको फर्म भर्दाखेरि जुन नम्बर राख्नु भएको छ, जुन इमेल राख्नु भएको छ, त्यही इमेल र नम्बरमा चाहिँ हजुरको प्यान नम्बर आउनेछ। प्यान नम्बर आइसकेपछि चाहिँ प्यान नम्बरको मेसेज आउँछ। त्यसपछि चाहिँ तल बटममा चाहिँ प्रिन्ट प्यान कार्ड भन्ने अप्सन पनि छ। यसमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउनेछ। र यसलाई हजुरले सजिलै प्रिन्ट गर्न पनि सक्नुहुन्छ। यसरी सजिलै राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा सजिलै प्यान कार्ड बनाउन सक्नुहुन्छ। आफ्नै घरबाट, आफ्नै मोबाइलबाट, आफ्नै डिभाइसबाट। साथीहरू भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।